भोट माग्न आयो भन्नु भएको होला, होइन भोट माग्न आएको। माग्दैमा तपाईँले दिनुहुन्छ भन्ने पनि लाग्दैन। तर तपाईँहरूको आँखा चाहिँ मैले खोल्नुपर्छ। म जित्नु हार्नुसम्म सरकार राख्दिनँ, तर तपाईँहरूलाई जगाउँछु यसपालिको चुनावमा। सुन्दिन भन्न पाउनुहुन्न। तपाईँको घरमा अझै झन् यो भन्दा ठुलो पावरको तपाईँको चाहिँ नि माइक लिएर म आउँछु फेरि। सुन्नै पर्छ। कुरा नबुझेकै कारणले गर्दा बार बार एउटै मिस्टेक गरिरह्यो। तपाईँहरूले गरेको गल्तीले गर्दा मैले पनि दुःख पाएँ नि त। तपाईँ एक्लै नै दुःख पाएको हो र? मैले पनि दुःख पाएँ। त्यसो भएको कारणले यहाँ हामी तपाईँहरूलाई तितो र पिरो नै दिन आएको। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, त्यसो भएको कारणले म यहाँहरू सम्पूर्णलाई विनम्रताका साथ अनुरोध गर्न चाहन्छु, यसपालि भोट भन्ने कुरा के, चुनाव भन्ने कुरा के, कस्ता व्यक्तिलाई चुन्ने कस्तालाई नचुन्ने, यी सम्पूर्ण कुराहरू तपाईँहरूले लेखाजोखा गर्नुहोला। हामी आधी केजी मासु किन्यौँ भने हड्डी नहालाई भाइ, बोसो नहालाई, राम्रो जोखेर दियो भन्ने मान्छेले, 1 केजी प्याज किन्यौँ भने बोराभरि, आधी केजी टमाटर किन्यौँ भने ढाकीभरि छान्ने मान्छेले देश चलाउने मान्छे चुन्दा चाहिँ छान्नु पर्दैन? छान्नु पर्दैन? हामीले 5 वर्षसम्म देशको कानुन लेख्ने मान्छे छान्दा चाहिँ झन्डाले आँखा स्याप्पै छोपेर आँखा चिम गरेर खाल्डा नागे जस्तो गर्ने हामीले गल्ती यहाँनिर छ। अब यो नहोस् भन्न खातिर तपाईँहरूलाई जगाउनका लागि आएको छ।